अब अलिकति यसरी पानी यसरी थाहा भएको अनि यस्तो माता चण्डेश्वरी मालाई पनि एक पुरुषलाई चरण प्रति नवाड र यो पानीलाई पनि त्यहीँ खन्यौँ वा र एक भाग जुनसुकै भाग पनि पहिले त्योलाई चढाउँछ कारण साक्षी नारायण आइनम गुरुबडी साइनम बडी साइती चढाउँ गणफल साइनम कलश ल अब यसरी टक्क छोरी दहीसँग फोटो ल्याऊ है त ल अब दही खुवाउने कुरोहरू ल एकअर्काले खुवाइदिने र त्यो पानी ल पानी लिएर चुठाइदेऊ छोरी त्यसै यो पुस्न पानी ल यहाँ चुठाइदेऊ रुमालले मुख पुस्देऊ र त्यो पानीसँग तपाईँले पनि रुमालले मुख पुस्नुहोस् ल तदि तिल भक्षणम है अब यसपछि ल त्यहाँ आउनु समातेर ल तिम्रो पुरुषलाई ल अब चाहिँ ल फुलाक्षित हातमा भद्रोमा गर्दै तस्मै नमस्कार यतापट्टि राखेर सबैलाई कसरी त्यहाँ राख्नु भुइँमा राख्नु दाहिने हातले हात पर्छ है फेरि ल उता देखिनेबाट टाउको उतातिर हेरेर अब हाँस्न गर्छन् अब यसलाई फेरि खुवाइदिनु अब जानु साह्रो गर्नु त्यो थाललाई ल तपाईँहरू तिनजनाले त्यो फुललाई नसक्ने दिदी अब दिदी न हेलो लाटो भइसक्यो अब त्यहाँ 12-15जनालाई पुग्ने गराऊ न 15-20जनालाई 15-16जनालाई ल चाल गरी ल अब आमाहरू एउटा निस्कन् त कि अब त्यसले ल तिनले नपाउनु पर्दैन माहरू पनि यहाँ आयो त यहाँ बस Kalau bisa ada. Kudu.
이게 짜짜 कोचमा बस्नु त यदि उता जानु सिधा है सिधा बस्छ नि अनि तपाईँ आजै उता जानु यहाँ त्यहाँबाट अगाडि हेऱ्यो नि यो छिटो पनि नाच्नुको खोइ नाच्यो त
फुल्ले मात्रै है जम्मै लैजाम न ठिकै हुन्छ यो होइन त्यो यो यसले गर्दा माथि जाने दैला ठेला जाने नानी पर्दैन त्यो झिगा अप्ठ्यारो पर्छ लड्छ उतापट्टि नानी उतापट्टि ऊ बुहारीपट्टि लगाएर त्यही खुर्साले त्यही राख्दै यहाँबाट फेरि उठाउनुहोस् अनि उतापट्टि पहिला थोरै अलिक हाल्नु न अनि उजाल्नु माथि लिएर जानु अब अरू बुहारीपट्टिबाट उठाउने अब एक फेर उतापट्टि ल्याएर यता छोड्ने उता छोड बुहारीपट्टिबाट के हो ती छोड्देऊ ल तलै राख्ने हो उठाउने कसलाई उता उठाउने फेरि यतैबाट हो यता छोरापट्टिबाट उठाऊ हो उता बुहारीलाई लगाइदेऊ त्यही टिको त्यहाँ लगाएको टिको त्यही बुहारीलाई लगाइदेऊ न त्यहाँ लाग्यो ल भयो त्यही त त्यहीँ लाग्यो टिको लाउने यता लगाइ फेरि लाउनु फेरि उता लाउनु 300 गरौँ पऱ्यो नि त्यो पढ्ने अब तपाईँ यसो गर्नु है अब तपाईँ बाहिर जानु होइन देखाउनु पर्दैन अब त्यो लैजाउनु बाबा तिमी छोरा बुहारीलाई खुवाउ न तिमी बुहारीलाई खुवाउ छोरालाई खुवाउँछ भइहाल्यो यत्रो बड्का ल्याएर पेरवारी के छेउनु पर्दैन भनेकै छैन उले के भन्नु न छिटो शान्ति माग्नु सिद्धिको नि के भन्छ शान्ति के मन लाग्छ सल्पन एकैचोटि जान्छ धान चाहिँ नपोख है दुलाई नानी केही लाग्दैन बुहारी सासूले भेट्यो नि बुहारी के हुन्थ्यो बुहारीले भेट्यो झन् आनन्द भयो बुहारीले नै जित्छ भाउजू बोलाउनु पर्छ भाउजू बाँच्यो हुँदैन मोर बिहे गर्दा याद छ कि अहिले जेठो मान्छे आमा हजुर आमा
तलबाट चढी ल्याउनु न यार त्यो। एक टिका लगायो हुन्छ हजुर बेलुका टिक मलाई कहाँ मलाई होइन नाच्न दिनु पर्यो होला त ल पैसा नै त्यति बेलुका टिक हेर्नु पैसा नलड्नु चाहिँ पैसा नलड्नु होला भाइ त्यही भएर मैले माथि कोसँग छ पछि बुझाउँदा थियो मलाई पढ्नु थिएन फुल्याउँ अन्त नि नेट फुल्याउँ है एटीको मात्रै लाग्दैन बेलुका टाइम